सो फाइनली हामी याडियाको अर्को स्कुटर रिभ्यू गर्न जाँदैछौँ एज आई प्रमिस्ड। योभन्दा अगाडि चाहिँ हामीले याडियाको C1S स्कुटर इलेक्ट्रिक स्कुटरको रिभ्यू गरेको थियो भने तपाईँले त्यो हेर्नु भएको छैन भने चाहिँ म माथि आई बटनमा हालिदिन्छु, त्यहाँ गएर चेक गर्न सक्नुहुन्छ। अनि यो चाहिँ हामीसँग याडियाको S लाइट भर्जन हो। सो याडियाले चाहिँ नेपालमा 3टा भर्जन रिलिज गरेको थियो। एउटा चाहिँ याडियाको C1S थियो, योभन्दा अगाडि हामीले रिभ्यू गरेको थियौँ, त्यो म माथि हालिदिन्छु, अघि नै पनि भनिसकेँ मैले। अनि अर्को चाहिँ G5 भन्ने रिलिज गरेको थियो भने हामीसँग चाहिँ छ अहिले S लाइट भर्जन। तपाईँलाई याडिया भन्ने कम्पनी थाहा छैन भने चाहिँ इलेक्ट्रिक स्कुटर सेल गर्ने वान अफ द खतरा कम्पनी, वान अफ द टप कम्पनी नै भन्दा हुन्छ। अनि याडिया चाहिँ एउटा चाइनिज कम्पनी हो जुन चाहिँ अलमोस्ट 10 इयर्स प्लस वा 20 इयर्ससम्म पनि यसले चाहिँ रनिङ गरिसकेको छ इलेक्ट्रिक स्कुटरमा। यो चाहिँ पेट्रोल स्कुटर होइन, इलेक्ट्रिक स्कुटर हो। तपाईँलाई यो स्टोरेजभित्र चाहिँ ब्याट्री दिएको हुन्छ। यसमा चाहिँ तपाईँले सिङ्गल भर्जनमा पाउन सक्नुहुन्छ भने ड्युल भर्जनमा पनि तपाईँले एक्स्ट्रा ब्याट्री राखेर चाहिँ यसमा चलाउन सक्नुहुन्छ। सो डिजाइनकै बारेमा कुरा गर्नुपर्दा चाहिँ अनलाइक C1S जुन चाहिँ योभन्दा अगाडि हामीले रिभ्यू गरेको थियो त्यसको चाहिँ अलिकति बल्की साइडतिर थियो, अलिकति मोटो होइन, यो चाहिँ अलिक पातलो देखिन्छ भने त्यो चाहिँ मोटो अलिकति ठुलो साइडतिर देखिन्छ। साइडमा तपाईँले यहाँ देख्न सक्नुहुन्छ याडियाको मजाले लोगो प्लेसमेन्टहरू दिएको छ जुन चाहिँ मिनिमल छ, अलिक कलरफुल त्यस्तो केही पनि दिएको छैन। यही कलरलाई नै यसलाई नै म्याच गरेर बनाइदिएको हो जस्तो चाहिँ देखेको छ भने यसको सबै डिजाइन चाहिँ अर्को कम्पनी किस्का डिजाइन्स भन्ने कम्पनीले चाहिँ ह्यान्डल गरेको डिजाइन हो। जुन कम्पनीले चाहिँ हस्क्युबर्ना जस्तै चलेको बाइकहरू हस्क्युबर्ना भयो, KTM भयो होइन, अनि CF मोटो, इभन CF मोटोहरूको डिजाइन पनि त्यही कम्पनीले बनाएको हो। सो डिजाइनमा चाहिँ यसमा नो कम्प्रोमाइज, तपाईँले मजाले स्टाइलिस भएर चाहिँ रोडमा चलाउन सक्नुहुन्छ। सो फ्रन्टमा हामीले बस्दाखेरि फिचर चाहिँ के पाउँछ भन्दाखेरि अभियसली की त राख्नै पऱ्यो होइन, तर पहिलाको C1S मा चाहिँ तपाईँले यो की नराखिकन हुन्छ नि, यस्तै यो मात्र दिएको छ जसमा चाहिँ तपाईँले अब यो कीलाई अनलक गर्यो त्यसपछि पकेटमा राखेर मजाले राइड गर्न सक्नुहुन्थ्यो भने यसमा चाहिँ तपाईँले अनफर्चुनेटली यो की चाहिँ राख्नुपर्छ तपाईँले। तर तपाईँले यसमा चाहिँ एन्टी थेफ्ट सिस्टम चाहिँ दिएको छ जसमा चाहिँ तपाईँले अब यसलाई लक गरेपछि अब कसैले यसलाई चलाएपछि केही भयो भने चाहिँ यसले अलर्ट दिन्छ तपाईँलाई, अनि यसले तपाईँले अनलक पनि गर्न मिल्यो, प्लस तपाईँको स्कुटर कहाँ छ भनेर यसले चाहिँ अलार्म पनि दिन मिल्यो होइन। र त्यसपछि अफ भयो, अफ नभइदिएर क्या। र त्यसपछि यो अगाडिको चाहिँ तपाईँले अब ब्याग राख्ने एउटा हुक भयो होइन, जुन चाहिँ अब राम्रो डिजाइन दिएको छ, तलसम्म आउँदैन, जसले गर्दा चाहिँ तपाईँले राम्रोसँग आफ्नो ब्यागहरू अब पसलमा गएर आउँदा हाम्रो त्यो प्लास्टिकको झोलाहरू पनि इजिली तपाईँले अड्काउन सक्नुहुन्छ भने साइडमा अब ग्लोभ कम्पार्टमेन्ट भयो जसमा तपाईँले आफ्नो ब्लू बुक, लाइसेन्स, ग्लोभ्सहरू र सानो कुराहरू चाहिँ सानो धेरै त ठुलो कुरा होइन, सानो कुरा चाहिँ राख्न सक्नुहुन्छ भने। प्लस यसमा अर्को एक्स्ट्रा फिचर भनेको चाहिँ तपाईँले यहाँ USB हब दिएको छ, तपाईँले आफ्नो मोबाइल फोनहरू होइन अब यहाँ माउन्ट गर्ने मजाले, अनि आफ्नो मोबाइल फोनहरू चाहिँ इजिली चार्ज गर्न सक्नुहुन्छ। गीत बज्छ पेनड्राइभ जोड्यो भने गीत बज्छ, बज्दैन हाउ कुरा तिमी त्यस्तो रिभ्यू गर्न लाउने मलाई। हामी चाहिँ अब एकछिन राइडमा गएर इन्स्ट्रुमेन्ट क्लस्टरदेखि लिएर यो स्विचहरू सबैको बारेमा कुरा गर्छौँ है त। हामी चाहिँ अहिले बुढानील कण्ठ छिर्ने त तल्लो बाटोबाट चाहिँ हामी निस्किँदैछौँ अहिले। यसको स्क्रिन चाहिँ 4.2 इन्चको TN LCD प्यानल दिएको छ भने जुन चाहिँ आफ्नो लाइट अनुसार चाहिँ अटो एडजस्टेबल हुन्छ, जस्तै हाम्रो डे लाइटहरूमा चाहिँ होइन अटो एडजस्टेबल हुन्छ भने तपाईँले अब यो टर्न इन्डिकेटरको सिग्नल्सहरू भयो, यो रेडी छ भने रेडीको इन्डिकेटर बल्ने भयो, तपाईँले चाबी अन गरेपछि अब लेट्स गो भन्ने हिसाबले होइन। अनि त्यसपछि भनेको ल म रङ साइड छिरेँ क्या हो, होइन अनि त्यसपछि अब यो हाई बिम भइहाल्यो, नर्मल यो ब्याट्री इन्डिकेटर लो भयो भने यसले देखाइहाल्छ यो ब्याट्रीमा के प्रब्लम छ भने होइन। अनि त्यही हो यसको चाहिँ अब स्विचको बारेमा कुरा गर्नुपर्दा चाहिँ यो हाई बिम, लो बिम होइन, अनि यो टर्न इन्डिकेटर। अनि यसको रमाइलो फिचर भनेको चाहिँ अब अरू पेट्रोल बाइकहरूमा चाहिँ अब स्टार्ट गर्ने इग्निसन बटन हुन्छ नि त, तर यसमा चाहिँ दुईटामै हर्न दिएको छ क्या, मजाले बजिन्छ होइन। अनि यो चाहिँ पार्किङ भयो, अब तपाईँले पार्किङमा यो अन गऱ्यो भने चाहिँ स्कुटर अगाडि बढ्दैन र पार्किङ अफ गरेपछि मात्र तपाईँले चाहिँ अगाडि मजाले चलाउन सक्नुहुन्छ भने। यो चाहिँ सिफ्टिङ मैले अघि नै पनि भनिसकेँ, तपाईँलाई यसमा चाहिँ 2टा गियर सिफ्टिङ गर्न मिल्छ। अब यहाँ तपाईँले देख्नु भएको छ कि छैन होइन, अहिले चाहिँ हामी फर्स्ट गियरमा छौँ भने अब म सिफ्ट गर्छु है त, सेकेन्ड गियरमा जाउँ, सरी सिफ्ट सेकेन्ड गियरमा भयो। अब कुद्छ यो मजाले, सेकेन्ड गियरमा चाहिँ तपाईँले 47 पर आवर चाहिँ तपाईँले कुदाउन सक्नुहुन्छ होइन। ब्रेकको बारेमा चाहिँ अब तपाईँले अगाडि फ्रन्ट डिस्क ब्रेक दिएको छ भने पछाडि चाहिँ तपाईँलाई ड्रम ब्रेक दिएको छ, अनि टेलिस्कोपिक सस्पेन्सन अगाडि भयो भने होइन मजाले मजाको छ यो सस्पेन्सन पनि, यसको त्यस्तो नराम्रो छैन। टेलिस्कोपिक त अब अभियसली राम्रो भइहाल्यो। अब हामी चाहिँ यहाँबाट लेफ्ट लागेर बिस्तारै
सिटीतिर लाग्छौँ है। त्यही हो अब यसको इन्स्ट्रुमेन्ट क्लस्टर चाहिँ मलाई अलिकति सानो लाग्यो है। त्यस्तो धेरै स्पेक त यसमा देखाउँदैन, तर पनि तपाईँले गियर इन्डिकेटर भयो अनि त्यसपछि किलोमिटर पर आवर अब कति स्पिड कुदिरहेको छ त्यो देखाउने भयो र प्लस यसमा चाहिँ तपाईँको किलोमिटर ट्रिप मिटर चाहिँ यसमा छ होइन। अहिले 39 कुदिसकेको छ भनेर यसमा देखिरहेको छ। अनि अब चाहिँ अघि नै पनि मैले भनिसकेँ ह्यान्डलहरू चाहिँ यसको अलिकति न्यारो साइडतिर छ क्या। यसको साइड मिरर पनि मजाको ठुलो दिएको छ, मजाले पछाडि तपाईँले सबै कुरा ठुल्ठुलो गाडी पनि मजाले भ्यू गर्न सक्नुहुन्छ होइन। त्यस्तो अप्ठ्यारो केही हुँदैन, डेन्जर ढिलो उड्नु थाल्यो। र ब्रेकिङ सिस्टम मैले भनिहालेँ, सस्पेन्सन होइन, सस्पेन्सनहरू पनि राम्रो छ, मजाले एब्जर्भ गरिरहेको छ। यी खाल्डोमा त कुदिरहेको छ। अब खाल्डोखुल्डीमा कुदेन भने त अब नेपालमा नचलाइ पनि भयो त्यो बाइक स्कुटरहरू होइन, मजाले जान्छ। अपिल पनि मैले अब त्यो बुढाइली कन्ट्रोलको अपिल चलाएँ भनेपछि अब तपाईँहरू त हेर्नै सक्नुहुन्छ, म त्यो डाँडामा चढेर आइसकेँ होइन। मजाले तान्छ। डबल लोड प्लस सामान राख्दा चाहिँ अलिकति गाह्रो हुन्छ तान्नको लागि। सिङ्गल लोडमा तपाईँले सामान राखेर जानुहुन्छ भने यसले मजाले तानिदिन्छ। लेट्स गो फ्रन्ट अगाडि है। एक गियरमा म फर्स्ट गियरमै छु, मजाले मलाई त पुगिरहेको छ स्पिड है। अब त्यस्तो कुदाउनु पनि पर्दैन, कुदाउने हो भने तपाईँले सेकेन्ड गियरमा जान सक्नुहुन्छ मजाले। यो बाटो साटो चाहिँ अति धुलो हो कि ल भाइ भन्ने बित्तिकै आयो अर्को खाल्टोमै चलाइदिन्छ है। त्यो छुने मजाले त्यस्तो केही पनि छैन, ढुक्कसँगले जान्छ। त्यो जानै पनि पऱ्यो क्या, अब नेपालको बाटो हो, नजाने स्कुटर ल्यायो भने त म नकिन्नु भन्ने नै रेकमेन्ड गर्छु तपाईँहरूलाई। तर खाल्टोमा मजाले गइरहेको छ। अब स्कुटर हो है, अब बाइकको जस्तो सस्पेन्सन त अभियसली हुँदैन, तर स्कुटरको लागि त इट्स नट ब्याड, मजाले दिइरहेको छ प्राइस रेन्जमा। यो प्राइस रेन्जमा तपाईँले यतिको स्कुटर इलेक्ट्रिक पाउनु भनेको चाहिँ धेरै राम्रो हो। र यसको फर्स्ट गियरमा टप स्पिड भनेको चाहिँ 27 किलोमिटर पर आवरसम्म जान सकिन्छ होइन। लेट मी ट्राई। खाल्डो भएकोले चाहिँ जाँदैन, 29 देखाइरहेको छ अहिले, 30 होइन। त्यो अब त्यो ठाउँ अनुसार पनि हुन्छ, तर म्याक्स 30 हो। अनि त्यसपछि तपाईँले सेकेन्ड गियरमा चाहिँ म कुदाउँदैन है। लेट्स ट्राई, सिफ्ट गरौँ है, गियर सिफ्ट चेन्ज भयो, लेट्स कुदाइदिउँ। सेकेन्ड गियरमा त यो जान्छ 47 प्लस जान्छ भनेर भन्दै थियो मलाई। नकुदाम है। बाटो त ध्वस्त भइसक्यो, पहिला त राम्रै बनाएको थियो यो ठाउँको बाटो पनि, त्यही हो नेपालको बाटो हो। आज छ भोलि छैन, अर्को बजेटकोलाई त फेरि पैसा छुट्याउनु परिहाल्यो नि होइन। त्यो बाटो त बिगार्ने गरी बनाउनै पर्यो। अस्ति पुरै खनिरहेको छ, त्यसपछि बनाउँदा पनि बनाने छ उता एउटा ठाउँमा त। अरू स्पेक त अब यति नै हो होइन। रेन्ज चाहिँ तपाईँले अब 60 किलोमिटर भनेर कम्पनीले क्लेम गरेको छ होइन। अब 60मा 60 त हुँदैन अभियसली होइन, हुन पनि सक्छ, तर मोस्ट अफ द केसमा चाहिँ हुँदैन। किन भन्दाखेरि तपाईँको अब राइडिङ एक्सपिरियन्सदेखि लिएर बाटो साटोदेखि लिएर त्यसमा पनि डिपेन्ड हुन्छ होइन। अब अलिकति कम हुनसक्छ, मैले त्यसो फुल डे चाहिँ टेस्ट गरेर मैले हेर्न पाएको छैन, तर 60 भनेको अप्रोक्सिमेटली अब अलिकति तल चाहिँ हुनसक्छ होइन। अनि ड्युल ब्याट्री राख्नुभयो भने अब त्यही हो 120 किलोमिटरसम्म चाहिँ यो कुद्छ। 120 पनि त्यही हो, अब तपाईँको राइडिङ एक्सपिरियन्सदेखि लिएर तपाईँ कस्तो बाटोमा जानुहुन्छ त्यो अनुसार डिपेन्ड हुन्छ। अनि अर्को एउटा मेन कुरा चाहिँ मलाई धेरैले मेसेज गरिराख्नु भएको थियो र कमेन्टमा पनि मैले धेरै पाइरहेको हुन्छ क्या, इलेक्ट्रिक स्कुटर हो, पानीमा चलाउनु मिल्दैन, सर्ट सर्किट हुन्छ, अनि पानीहरू छिरेर प्रब्लम हुन्छ भन्ने कुराहरू चाहिँ कमेन्टमा लेखिराख्नु भएको थियो। त्यो चाहिँ अलिकति रङै हो, किन भन्दा टेक्नोलोजी एकदम फार पुगिसक्यो। अब सो यो इलेक्ट्रिक स्कुटरहरू पनि सबै वाटरप्रुफ हुन्छ, तपाईँले राम्रो सिल लिएर आइदिएको हुन्छ, तपाईँले चार्जहरू पनि सर्ट सर्किट प्रुफहरू हुन्छ होइन। सो त्यसमा चाहिँ केही टेन्सन लिनु पर्दैन, हाम्रो नर्मल पेट्रोल बाइकहरू जस्तै नै हुन्छ, मजाले तपाईँले पानी पर्दा पनि कुदाउन मिल्छ र त्यस्तो अब सर्ट सर्किट हुने बाटोमै यता पड्किदिने त्यस्तो चाहिँ केही पनि हुँदैन। र नर्मल याडियाको अरू इलेक्ट्रिक स्कुटरहरू जस्तै तपाईँलाई साइड स्ट्यान्ड पावर कट अफ दिएको छ। त्यो चाहिँ बेसिकली के हो भन्दाखेरि अब साइड स्ट्यान्ड राख्दाखेरि तपाईँले स्टार्ट गरेर अगाडि बढाउनु मिल्दैन, र साइड स्ट्यान्ड हटाइसकेपछि मात्र तपाईँले चाहिँ अब यसलाई मजाले अन गरेर अनि पार्किङ छ भने अफ गर्ने, अनि मजाले अगाडि चाहिँ पार्किङ रहेछ यो, सरी यसलाई अफ गऱ्यो होइन। अब अफ भइसकेपछि अगाडि मजाले जान सक्नुहुन्छ। सो अब हामी यसको अलिकति डिटेल स्पेकमा छौँ। फर्स्टमा चाहिँ हामी यसको मोटरको बारेमा कुरा गरौँ, जुन चाहिँ ब्याक साइडमा दिएको छ। यसको मोटर चाहिँ GTR 3.0 इलेक्ट्रिक मोटर हो, जुन चाहिँ तपाईँले याडियाको अर्को दुईवटा स्कुटरमा पनि यही मोटर पाउन सक्नुहुन्छ भने यसको हर्स पावर चाहिँ 2.6 र पावरको बारेमा कुरा गर्नुपर्दा चाहिँ 1200 वाट र म्याक्स पावर चाहिँ 2000 वाटसम्म चाहिँ यो जान सक्छ। सो ब्याट्रीकै बारेमा कुरा गर्नुपर्दा चाहिँ तपाईँले ब्याट्री झिक्नको लागि चाहिँ यो पछाडिको स्टोरेज खोल्नुपर्ने हुन्छ, त्यसको लागि चाहिँ अलिकति स्वाइप गरिदिएपछि यो चाहिँ खोलिन्छ। र यसमा चाहिँ तपाईँले सिङ्गल ब्याट्रीको पाउन सक्नुहुन्छ भने ब्याट्री चाहिँ 60 भोल्ट 20H लिथियम आयनको ब्याट्री पाउन सक्नुहुन्छ, जुन चाहिँ त्यस्तो हेभी त छैन तर अलिकति हेभी साइडतिरै छ होइन। र तपाईँले अब चार्ज गर्नलाई चाहिँ त्यही हो, तपाईँले
यसमा राखेर पनि चार्ज गर्न सक्नुभयो हैन। अनि प्लस तपाईले चाहिँ अब घरभित्र लगेर पनि चार्ज गर्न पाउनुभयो। अब यसमै राखेर चार्ज गर्नु पर्दाखेरि चाहिँ यहाँ तपाईले चार्जिङ डक दिएको छ हैन। यो साइडमा राखेर तपाईले चार्ज गर्न सक्नुहुन्छ भने अब तपाईले घरमै लगेर चार्ज गर्ने हो, भित्रै कोठामा लगेर चार्ज गर्ने हो भने चाहिँ यो ब्याट्री झिक्ने र सिम्पली लगेर चार्ज गर्ने हो। र यसको अब चार्जिङ टाइम भनेको तपाईलाई अराउन्ड हामीले घरमा नर्मल हाम्रो पावर सकेटमा चार्ज गर्दाखेरि चाहिँ अलमोस्ट 6 आवर लाग्छ भनेर कम्पनीले क्लेम गरेको छ भने। र तपाईले यहाँ चाहिँ दुईटा ब्याट्रीको स्विच पनि देख्न सक्नुहुन्छ, जसमा चाहिँ अब यो चाहिँ साइमल्टेनियसली चाहिँ अन हुँदैन, तर तपाईले अब एउटा अफ गर्दा एउटा अन गर्ने, एउटा अन गर्दा अफ गर्ने चाहिँ यहाँ तपाईलाई स्विच पनि दिएको छ। र यसको साइकलकै बारेमा कुरा गर्नुपर्दा चाहिँ अगाडि याडिया C1S को जस्तै तपाईलाई 800 साइकलको ब्याट्री दिएको छ भने, जसमा चाहिँ त्यसपछि चाहिँ अब हल्का पर्सेन्टले चाहिँ डिग्रेड हुन्छ भनेर कम्पनीले क्लेम गरेको छ। सो हामी चाहिँ अब यो रिभ्यूको एन्डमा आएको छौँ, तर एन्ड गर्नुभन्दा अगाडि चाहिँ अब यसको प्राइसको बारेमा त थाहा पाउनै पर्यो हैन। र यसको प्राइस चाहिँ छ 2,30,000 नेपाली प्राइस हो त्यो चाहिँ हैन। अनि तपाईले अहिले किन्नु भयो भने चाहिँ याडियाको तर्फबाट तपाईले 25,000 को डिस्काउन्ट पाउन सक्नुहुन्छ भने तपाईले फुड भाउचर हैन 2000 आई थिंक 2000 वर्थकै फुड कुपन हो र तपाईले दुईटा हेलमेट चाहिँ एक्स्ट्रा पाउन सक्नुहुन्छ C1S मा जस्तै। एउटा चाहिँ आफ्नो लागि भने एउटा चाहिँ पछाडी बस्ने पिलियनको लागि भयो। र अब इलेक्ट्रिक स्कुटरको चाहिँ प्राइस धेरै महँगो छ भन्ने कुराहरू चाहिँ मैले कमेन्टमा पनि देखिरहेको थिएँ हैन। मलाई धेरै मेसेज आइरहेको छ किन यस्तो स्कुटरको महँगो, किन यस्तो स्कुटरको मात्र रिभ्यू गरेको भन्ने कुराहरू चाहिँ आइरहेको थियो। अनि किन भन्दाखेरि चाहिँ अब इलेक्ट्रिक स्कुटर र इलेक्ट्रिक मोटरहरू चाहिँ आफैमा पनि एक्सपेन्सिभ हुन्छ। कम्पनीले तपाईलाई ठग्नको लागि, लुट्नको लागि एक्सपेन्सिभ गरेर ल्याइदिएको कुरा चाहिँ हैन। अब तपाईले अलिबाबामा देख्नु भएको होला 26,000 मा चाहिँ इलेक्ट्रिक बाइक, इलेक्ट्रिक स्कुटर भनेर राखिदिएको हुन्छ। तर अब त्यो प्राइसमा तपाईँ आफै पनि सोच्नुपर्ने, एउटा तपाईँले आफैले पनि इभ्यालुएट गर्नुपर्ने कुरा हो कि किन चाहिँ त्यो 26,000 मा आयो। चिप मेटेरियलले बनाएको हुन्छ, चिप क्वालिटी, त्यो लोकललाई बनाएको हुन्छ, लोकल प्रोडक्सन भइरहेको हुन्छ। सो त्यो प्रडक्टलाई लिएर चाहिँ यस्तो राम्रो कम्पनी याडियाहरू जस्तो कम्पनीलाई ल्याएर चाहिँ कम्पेयर तपाईँले गर्नै मिल्दैन हैन। सो त्यही नै हो। अब तपाईँलाई यदि किन्न मन छ भने चाहिँ म याडियाको लिङ्क तल छोडिदिन्छु, तपाईँले याडियाको सोरुम पनि भिजिट गर्न सक्नुहुन्छ र त्यसको याडियाको नम्बर सबै म तल छोडिदिन्छु। तपाईँले त्यहाँ गएर एकचोटि कन्ट्याक्ट गर्नुहोस्। तपाईँलाई टेस्ट राइड पनि गर्न मन छ भने चाहिँ मजाले यो तीनटा मोडल याडियाको C1S अनि G5 अनि यो S लाइकहरूको चाहिँ तपाईँले गएर टेस्ट राइड पनि गर्न सक्नुहुन्छ। सो सबै तपाईँको लिङ्क चाहिँ तल हालिदिन्छु। र तपाईँले C1S को रिभ्यू हेर्नु भएको छैन भने चाहिँ म तपाईलाई माथि पनि आई बटनमा चाहिँ म हालिदिने वाला छु, तपाईँले त्यहाँ गएर चेक गर्न सक्नुहुन्छ। सो यति नै हो। अन्टिल नेक्स्ट टाइम, स्टे ट्युन।